आइज घुम्न जान मुक्दैन बिउलाई लन्डन ल्याउनु पर्यो कसैले ल्याएन यसलाई मुक्दैन आउँ जान मुक्दैन आउँ ल यतिकै सुतेर छ मैले ल्याउनु पर्यो अब जगाउँछु बिउलाई मैले जगाउनु आइज लन्डन ब्रिज घुम्न आइज तपाईँ पनि म्युजिक भिडियो गर्नुहुन्छ गर्दिनँ मुजी भिडियो दिए पो गर्छ त पुतली भिडियो दिन्छ रानीहरू बदनाम गराउँदै हिँड्छ पुतली भिडियो गराउँछ भाग्छ राडीहरू सबै यहाँ पुतली यसरी लुकाएर भाग्छ बिग फेर्न है चाहिएन भन्छ दिने भरे हुन्छ हस्करा पुतली भन्छ नि पुतली बिउलाई बोलाउनु पर्यो लन्डन घुम्न तर बिउलाई होटलमा राख्छु नि त्यो होटल छ नि ओइ बिउ त्यसलाई के होटल भन्छ हौ एउटा छ 3 वर्ष जान्छ यो त होइन 3 महिना त धेरै भयो यसलाई 15 दिन राखेर पठाइदिन्छु लन्डनमा टिकटक बनायो अरे भाइरल हुन्छ झन् लन्डनको हावाले चिसो बिउको पुतली भिजायो हावाले ल ल बोल्दिन हौ बिउ कपाल सिल्की हो तिम्रो कति लामो छ अहिले नुहाउँछौ होला है फेरि राम्रो है कपाल बिउको सिल्की आँखा त एलियन हो ऋतु खै तिम्रो जिउ हेर्नु त मोडल बनेको तपाईको आँखा के एलियन जस्तो त्यही भएर त केटी पटिन्छ त एलियन जस्तो आँखा संसारकै एक खालको मान्छे छु त अलि नपटेर हुन्छ यता यस्तो भयो कस्तो हुन्छ यो बिउ आँखा त देख्दिन भागिसक्यो कहाँ जानुभयो शेरपाटे लागेको छ क्या उसले मेरो मेरो भोलाको पनि मान्छे फलो ब्याग दिनु है बड्डो भन्छ तिमीहरूले पख अहिले 6 प्याक देख्न उहाँको त्यो 60 वर्षले 6 प्याक हेर्नु तर्सिन्छस् त त्यस्तो 6 प्याक जुन केटाको भन्दा पनि प्लास्टिकको 6 प्याक लगाउनु के जसको पोइन्ट कम्ती आयो नाच्ने अरू कुरा जान्दिनँ यसो न बिरुतलाई तिमीले दिनु तपाईँ यसो आउनुभएको त्यो मभन्दा जेठो हौ त्यही पनि के हो यस्तो गर्न जसको धेरै आयो त्यो नाच्दैन अरू नाच्छ है ल केटा भएर अब बिउ पनिसमेन्ट भएन है अलिक पोइन्ट घटाउँ है 2500बाट गरौँ 5 हान्ने छैन क्यापेसिटी केटाहरू सबै गोली गाड छ पुतलीमा झ्यामा ढुस भएको छ 5 हान्ने क्यापेसिटी छैन बिउ प्लिज बिउ मलाई फोन नम्बर सेन्ड गर्नु है प्लिज ल ल मलाई सिकायो त्यो टिकटक बनाउने कसरी फ्री आँखा त्यो सर्जरी गर्नु ल घन्टा गर्छ एउटा फुलमा म दिन्छु क्या बरु सर्जरी लागि यहाँबाट तेरो चाहिँ गर यहाँ चियापु यत्रो छ मोडल भन्छ यो ठुलो छ है मलाई के म त बुढो मान्छे हो केटी पटिरहेछ के कुरा गर्छ कपाल चाहिँ हो कि तपाईँको यहाँ कपाल
यो यहाँ सुन न एउटा जीवन भन्ने यहाँ छ युकेमा छ है गे हिजडा है त्यसले यो ठुलो थिएर नि पैसा पुरा खर्चाउँदो रहेछ हौ यो सर आइल्यान्डमा गएर यो जितुको जस्तो यो पुरा काटेर पुरा घोटेर काट्दो रहेछ क्या यो हड्डी अनि सानो बनाउँदो रहेछ क्या यो तर एकदम दुख्छ अरे मर्छ नि हो अब यो च्यापु काटेर तपाईँको होइन यो छाला पुरै टाइट बनाउनु हुन्छ क्या एउटा मिसिन हुन्छ यहाँको हड्डी निस्केको हुन्छ नि ठुलो भएको यो केही दुख्दैन यहाँ हाम्रो यहाँ पार्लरमा छ कुरा गर्छ यहाँ हड्डी भनेको यहाँको हड्डी हड्डी दुख्दैन क्या पुरै छाला टाइट गराउँछ क्या यस्तो साइड साइडबाट तान्छ मोडललाई मुजीको मनिर मोडललाई म्युजिक भिडियोको हुन्छ नि म्युजिक भिडियो मोडलमा म्युजिक भिडियोलाई बच्चाको कपालमा करेन्ट लाग्यो क्या कपाल अरूले केही पनि नभयो है म अरू बिउको तलको भित्र रोपेँ बिजुलीका तारले झट्का दियो तर यो बिउको तलको कहाँ हो तपाईँको लोकेसन भन्नु त म नक्ली विक ल्याइदिन्छु पर्दैन त्यस्तो नखाली तर तिनी अरू अरू त केही पनि भएन आँखा चाहिँ तान्नु ल जसरी भए पनि आँखा होइन आँखा घन्टा तान्नु आँखा तान्दिनँ यस्तो कुन दिन त्यो आँखा पनि नाकका टुप्पासँग पुग्छ एउटा गीत म पनि नाच्छु उठ नाचौँ ल यो झुन्डेर गेडामै फुल दामी हुन्छ तपाईँ उठ्नु नाटक नगर्नु ल उठ्नु भयो अब ल डान्स गरौँ ल नाचम नाचम डान्स हालौँ यत्रै बन्टोलाई नाच्दा नाच्दै छेरबाटे लाग्यो भने त्यही भयो water is breakdown in the itching or painful baby born in grassing flower ल भुइँमा जन्मे बेबी ग्रासिङ फ्लवरमा एन्सर त्यही हो बुढीको पानी छैन ल एन्सर यही हो अब मलाई नसोध्दा घडी घडी मैले भन्ने यही हो आई वान्ट टु वाटर गर्ल वाटर हर फेस हर चेनल लाइफ इन द स्टोरी ले बताए यहाँ कतिले च्यानलले लाइभ सेट गरेर हालिसकेको छ भ्यू हेर है यिनीहरूले भ्याएको छ युट्युबमा यो मागन्ते खान्तेहरूले नि यही बेचेर खाएकी छन् यिनीहरूले कतिले हो र भन्दैछौ केटाहरू त्यही हो लाइभ आउने न को हो लाइभमै छु त अनि डेबुल दाइलाई जोड्छु म बेबी सुतिरहेछ हिजो रातभरि घिचेर उहाँ पुरा मैले गोविन्दले ठटाउँदै थियो आउँछ न लाइभमा अब बेबी अब हाम्रो बिउले माइलो भुल्यो यतातिर साइडकोतिर आकर्षित हुनुभयो बिउ म्याडम डेबुल दाइ पर्दैन तपाईँ यतिकै बस्नु कि लाइभ आउनु दाइ डेबी छ डेबुल दाइ हेर्नुहुन्छ डेबीसँग पनि आकर्षित भएको छ मेरो दाइ हो कि कस्तो कुरा गर्नुहुन्छ दाइ तपाईँ तपाईँ मेरो दाइ हो डेबुल दाइ पनि मेरो दाइ दाइ भन राम्रो हो नि त राम्रो व्यवहार चाहिँ राम्रो गरिदियोस् भइगयो त अहिले बेलुका आउने रे वर्कमा म चाहिँ को तिम्रो भन न त अनि म चाहिँ को दाइ होइन र कि बुढा म चाहिँ के हो म त सुपर मोडल हो फेरि हेर्नुहोस् म जहाँ गएँ त्यहाँ केटी हेर्छ यसरी केटीले यसलाई छुनै पाए हुन्थ्यो यसको लुगामै छुनु पाए कस्तो राम्रो मान्छे यसलाई यसको त पैसा गरेर यसको त कानेर नाखेर केटा त यति मोडल छ सुपर स्टार हर घडी डेबुदाले 22 वर्षको मोडल केटीले प्रपोज गरेको र डेबुदाले रिजेक्ट गर्नु गरे किनकि म हैन आफैले भन्नु म बिगार्न चाहन्न भन्नुभयो डेभिड हो किन भन त लाइभमा काको राजाराम काको गुले भाडारीको कुरा गर्छौ यार टाइट गाइस हो किन भन त झुट नबोलेर ल यहाँको कुथे सुनेर म अस्ति ओ यार ओइ बिउ मलाई भिसी रकलाई ढोएको छ रक इज ब्याक रकलाई ढोएको छ रक हान न हो रक यार यत्रो ठुलो लेभल छ अलि सपोर्ट गरिदेऊ न यार मलाई माछा त फुटाइदेऊ न यार ब्याङ ला हराएको आइसक्यो हराएको ए तोरी लाउरे माथि माछा छ आम तोरी लाउरे छर तोरी बारी हरियो चुडी चुपा आम तोरी लाउ सुन्नु 50 रुपैयाँ बस गेम खेलौँ ल आउनु ल ओइ 5000 देखि माथि है 5000 देखि माथि मेरो माल कोही छैनन् गाइस मेरो पनि घण्टा छैन मेरो पनि छैन युएसए गाइस डबल ट्याप गर्नु त गाइस युएसए 5000 देखि माथि पनिशमेन्ट एउटा खुर्सानी खाने एउटा टाउको तल खुट्टा माथि एउटा ओस बस 50 चोटी या यसले ल्याए पार चाहिँ हो यो
यहाँ त भ्यू कम्ती राम्रै छ झलर भ्यू के थरी हो तिम्रो खासमा म छेत्री हो बाहुनी हो छेत्री र बाहुनीले खाएकी छेउ टिकटक त छेत्रिनी पनि आँटी है हेर्न गङ्गु होइन साह्रै राईली मुनिलाई पनि जित्ने हो म त अनि म नराम्रो भन्दै नि राईली मुनि भन्दा आँटी हो छेत्री हो यो बिनी भन्ने चिन्छस् फुच्ची यो पनि छेत्रिनी हो अब्बाई 24 वर्षको थ्याङ्क यू दिदी गाइज गाइज थ्री रोज हान न गाइज यतालाई ढल्ने गरिदिए पनिसमेन्ट दिउँ न हरामी चाहिँ ह्याट। हिजो पुतली सुँगी 20 हात हालेर सुङ भनेको सुँगी सुती सुती वेलकम दादा चिम्सु यस्तो हरामी चाहिँ गङ्गुको बहिनी गाइज हाले भन्छ 5K गाइज त्यति चाहिँ गङ्गु गाइज हैन पनिसमेन्ट दिउँ त ठोक ठोक्ने हो कि छोप्ने केटा हो हिरो बोयहरू आएको छ तोरी लाउरे के हेर्छस् है तोरी लाउरे हान्ने यतिखेर डेभिड आइसक्यो डेभिडलाई ढोएको छ सबैले मलाई पनि सक्छ डेभिड डरलाई पनि मैले ढोएको छ विकासमा उताबाट हानिरहेको छ तिमीहरू के हेर्छ 1000 हानिसकेको छ यता पनि हान्न हौ सबैले 51 सेकेन्ड छ हान त केटा हो हान त 3500 हानिसक्यो मलाई धोबी हाने त जिएमसी ओ जिएमसी हाने तँलाई छोड्दैन रे सुरजले ओ जिएमसी हान्न है हान 40 सेकेन्ड छ के हेर्छस् 5000 हानिसक्यो हान्नु दियो न हानोस् मेरो पनि छ मेरो पनि केटाहरू हान्न है हान हान्देको थियो उताबाट बेस्ट अफ 3 हुन्छ बिउ यो ताली 20 अफ 3 हुन्छ अब यो गेम अब अनि पनिसमेन्ट हुन्छ है मैले पहिल्यै भनिदिएको छु बेस्ट अफ 3 हुन्छ फर्स्ट गेम त्यहाँबाट वान इन डन